हेलो एन्ड वेलकम ब्याक टु अनदर भिडियो अफ आइएल्स कक्षा। आजको यो भिडियोमा चाहिँ हामी स्पिकिङ रिलेटेड केही भोकेबुलरीहरू डिस्कस गर्छौँ र यो सबै चाहिँ होइन, यसरी म पार्ट 1 पार्ट 2 गर्दै अरू अरू भिडियोहरू पनि ल्याउनेछु र छिटो हामी जाऊँ। सो फर्स्ट टपिक छ पर्सनालिटी एन्ड क्यारेक्टर। पर्सनालिटी एन्ड क्यारेक्टरमा फर्स्ट वर्ड आउटगोइङ भनेको बाहिर गइरहने, अरूसँग सोसियलाइज गरिरहने, होइन, पार्टीहरूतिर गइराख्ने, पबसप क्लबसप जाने मान्छेहरूलाई चाहिँ आउटगोइङ भनिन्छ। मेटिकुलस भनेको चाहिँ एकदम ध्यानपूर्वक कुनै कुरा गर्नु लाई मेटिकुलस भनिन्छ, होइन। इजी गोइङ भनेको अब भनौँ न चिल छ यो त, होइन, खासै यसलाई त तनाव पनि छैन टाइपको हुन्छ नि, त्यस्तोलाई इजी गोइङ भनिन्छ। एम्बिसियस भनेको एकदम महत्त्वकाङ्क्षी के, होइन, हाम्रो अहिलेको बालेन जस्तो अब महत्त्वकाङ्क्षी भनेर मैले भनेँ, होइन। सो स्टबन भनेको चाहिँ एकदम जिद्दी, होइन, हाम्रो घरको सान्ताङ जस्तो, होइन। लाइकवाइज कम्प्यासनेट भनेको चाहिँ अरूको दुःख बुझ्ने, होइन, अब अरूले पाएको दुःख चाहिँ एकदम आफूले फिल गर्ने, आशिका तामाङ जस्तो। त्यस्तै अब रिजर्भ भनेको चाहिँ एकदम कम बोल्ने, होइन, खासै बोलेको नसुन्ने को छ अब एकदम कम बोल्ने भनेको चाहिँ मेबी कम्पेरिटिभली शेरबहादुर देवा होला। सो रेजिलियन्ट भनेको चाहिँ अब एकदम हार नमान्ने मान्छे। त्यस्तै अब हामी अर्को उसमा जाऊँ क्याटेगोरीमा, एजुकेसन एन्ड लर्निङ। करिकुलम भनेको पाठ्यक्रम अथवा सिलेबस, होइन। रोड लर्निङ भनेको गोकन्ते विद्या भन्छ नि, रोड लर्निङ। एक्स्ट्रा करिकुलर भनेको करिकुलमभन्दा बाहिरको कुनै पनि कुरा, नर्मली खेलकुद यावत कुराहरू। सेल्फ टट भनेको आफैलाई सिकाएको, सेल्फ टट, त्यो एउटा एड्जेक्टिभ हो। क्राम भनेको चाहिँ छोटो समयमा एकदम इन्टेन्स तयारी गर्नुलाई क्राम भनिन्छ, होइन। नर्मली एक्जामभन्दा ठ्याक्क अगाडि गरिने किसिमको। स्कलरसिप भनेको छात्रवृत्ति भइहाल्यो। ह्यान्ड्स अन एक्सपिरियन्स भनेको साँच्चीकै रियल लाइफ एक्सपिरियन्स क्या, कुनै पनि चिजको। जस्तै अब पढ्नु एउटा कुरा हो, ह्यान्ड्स अन एक्सपिरियन्स छ कि छैन, अथवा ह्यान्ड्स अन एक्सपिरियन्स चाहिँ मैले लिएको छु भन्न पऱ्यो भने, होइन, प्र्याक्टिकल एक्सपिरियन्स। लाइफ लङ लर्निङ भनेको चाहिँ यो भनेको कन्टिन्युस लर्निङ थ्रु आउट वान्स लाइफ, होइन, बिस्तारै सिकिन्छ, जिन्दगी भनेकै सिक्ने हो भन्ने टाइपको कुरा। अब अर्को भनेको वर्क एन्ड करियर। वर्क एन्ड करियरमा वर्कलोड भनेको आफूले गर्नुपर्ने कामको कार्यभार। बर्नआउट भनेको चाहिँ अब कुनै पनि काम गरेर फिजिकल्ली मेन्टली एकदम थाक्नु। प्रमोसन भनेको अब थाहा छँदैछ, पढुवा, होइन। वर्क लाइफ ब्यालेन्स भनेको चाहिँ काम र घर, भनौँ आफ्नो पर्सनल लाइफ र कामको लाइफको बिचको ब्यालेन्स। वर्क लाइफ ब्यालेन्ससँग रिलेटेड पनि धेरै क्वेसनहरू सोधिराखेको हुन्छ। कलिग भनेको सँगै काम गर्ने साथी। अब जस्तै हामी चाहिँ भोके हुँदैन अनि आई ह्याड अ फ्रेन्ड एट वर्क भनिरहेको हुन्छ कि, अब कलिग भन्ने। फ्रिल्यान्स भनेको चाहिँ कुनै पनि एउटा इम्प्लोयरको लागि काम नगर्ने, मल्टिपल कामहरू इन्डिपेन्डेन्टली गर्ने। अनि जब सेटिस्फ्याक्सन, अब कामबाट कति खुसी छ भन्ने कुरा। रिडन्डेन्ट भनेको नो लङ्गर नेसेसरी। अब कतिपय कामहरू रिडन्डेन्ट हुन्छ नि, नो लङ्गर निडेड, होइन। अब कतिपय अहिले मसिनले बनाइरहेछ, एआईले बनाइरहेछ भन्छ नि, लाइकवाइज। सो टेक्नोलोजीको कुरा गरौँ। टेक्नोलोजीमा चाहिँ कटिङ एज भनेको चाहिँ मोडर्न, लेटेस्ट भने जस्तो, एडभान्स, है। अडिक्टिभ भइहाल्यो। स्ट्रिमलाइन भनेको चाहिँ एकदम, अब स्ट्रिमलाइन भनेको मजाले मिलाएको क्या, सिम्पली मिलाएको, एकदम एफिसियन्ट वेमा, होइन। डेटा प्राइभेसी भनेको अब प्राइभेसी भन्यो भने पर्सनल प्राइभेसीको कुरा हुन्छ, होइन, पर्सनल गोपनीयताको कुरा हुन्छ। अब यो डेटा प्राइभेसी भनेको चाहिँ डिजिटल इन्फर्मेसनहरूको प्राइभेसी। अब अब्सोल्युट भनेको अगेन अब नो लङ्गर युज्ड, होइन। जस्तै अब हुलाक भने जस्तो, अब चिठी पठाउने हो भने त लगभग अब्सोल्युट भयो नि त, हराउँदै गयो। अनि आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा के भनौँ, भन्नै परेन। अब इडियम छ एउटा, ग्लुड टु अ स्क्रिन, अ मोबाइल, अ ल्यापटप। ग्लुड टु भनेको चाहिँ
त्यो नेपालीमा टाँसिएरै बस दिनभरि फोनमा भन्छ नि बाबुआमाले त्यस्तै। त्यो चाहिँ एउटा इडियम हो होइन। ब्रेक थ्रु भनेको अब सडन एडभान्स होइन, अगाडि बढ्नु, कुनै कम्प्लिटली नयाँ कुरा पत्ता लगाउनु। अब इन्भाइरोमेन्टमा सस्टेनेबल भनेको दिगो होइन। त्यस पछाडि डिफोरेस्टेसन भनेको त अब वनफडानी भइहाल्यो। कार्बन फुटप्रिन्ट भनेको चाहिँ कुनै पनि गतिविधिले अब कति ग्रिन हाउस ग्यास निकाल्छ होइन, ग्रिन हाउस ग्यासहरूको एमिसन कति हुन्छ, त्यसलाई कार्बन फुटप्रिन्ट भनिन्छ है। रिन्युएबल एनर्जीको बारेमा के भनौँ, रिन्युएबल अनि एनर्जी अब सोलर एनर्जी, हाइड्रो पावर होइन। इन्डेन्जर्ड स्पिसिस भनेको लोपोन्मुख जीव जन्तुहरू भन्न खोजेको, हराउन आँटेको होइन। जस्तै अब फर इक्जाम्पल रेड पान्डा भन्छन् होइन, अथवा अरूहरू थुप्रै छ। अब यार्सा गुम्बा कम पाइन्छ भन्न थालेका छन्। पल्युसन भनेको त पल्युसन भइहाल्यो, अब यसको बारेमा के कुरा होइन। इकोसिस्टम भनेको लिभिङ थिङ्सहरू कसरी इन्भाइरोमेन्टसँग इन्टरेक्ट गर्छ भन्ने भयो। ग्लोबल वार्मिङ भनेको चाहिँ अब इन्डस्ट्रियलाइजेसन एभ्रिथिङ ह्युमन एक्टिभिटीले गर्दा पृथ्वीको तापक्रम बढाएको छ, त्यसलाई ग्लोबल वार्मिङ भनिन्छ होइन। सो लेट्स गो टु अनदर टपिक, हेल्थ एन्ड वेलबिङ। हेल्थ एन्ड वेलबिङमा वेलबिङ भनेकै हेल्थी हुनु हो। हेल्थी हुनुलाई अर्को तरिकामा वेलबिङ पनि भनिन्छ। सेडेन्टरी भनेको धेरै गतिविधिहरू नगर्ने, बुढो मान्छेहरू बसिराख्ने हुन्छ नि, त्यस्तो धेरै फिजिकल एक्टिभिटी नगर्नुलाई सेडेन्टरी भनिन्छ। न्युट्रिसियस पोषक, स्ट्रेस रिलिफ, स्ट्रेस कम गर्नु होइन, तनाव कम गर्नु। क्रोनिक भनेको चाहिँ लामो समय, अब क्रोनिकको मिनिङ चाहिँ हेल्थमा मात्रै होइन, जहीँ पनि लामो समय रहने। अब क्रोनिक डिजिज भन्यो भने चाहिँ धेरै समयसम्म लाग्ने रोग होइन, निको नभइहाल्ने। त्यही भएर चाहिँ क्रोनिक डिजिज भनेको अहिले डरलाग्दो रोग भनेर बुझिन्छ। अब रेकुपरेट भनेको रिकभर गर्ने। अब इम्युन सिस्टम भनेको अब प्रतिरोधात्मक क्षमताको सिस्टम। मेन्टल हेल्थ मानसिक स्वास्थ्य। लाइकवाइज अर्को टपिक हाम्रो फ्यामिली एन्ड रिलेसनमा छ होइन। अपब्रिङ्गिङ भनेको हुर्काइ होइन। अब आई वाज ग्रोइङ हुँदैन क्या बोल्दाखेरि, माई अपब्रिङ्गिङ वाज भेरी गुड होइन, अथवा माई अपब्रिङ्गिङ ह्यापन्ड इन दिस कन्ट्री, यसरी बोल्दाखेरि चाहिँ हुर्काइ। त्यस पछाडि क्लोज निड भनेको एकदम घनिष्ठ नजिकै होइन। नर्चर भनेको अब केयर गर्नु, हुर्काउनु होइन। बन्ड भनेको चाहिँ अब अगेन रिलेसन। क्लोज निड भनेको चाहिँ राम्रो बन्ड भन्ने पनि, बन्ड भनेको चाहिँ क्लोज कनेक्सन। अब सिब्लिङ राइभलरी भनेको चाहिँ अब दाजुभाइ दिदीबहिनीहरूको बिचमा हुने प्रतिस्पर्धा। एक्सटेन्डेड फ्यामिली भनेको चाहिँ अब आफ्नो आमा बुवा दाजुभाइ बाहेक जुन काका काकी होइन, कजनहरू, हजुरबुवा हजुरआमा हुन्छ नि, त्यसलाई एक्सटेन्डेड फ्यामिली भनिन्छ। कन्फाइड इन भनेको चाहिँ कसैलाई आफ्नो गोप्य कुराहरू भन्नु होइन। स्ट्रेन्ज्ड भनेको चाहिँ अब कोही कोही चाहिँ खोइ मेरो त फलानु दाई पनि थियो अरे, अब कति भयो कुरा भएको छैन भन्ने टाइपको हुन्छ नि। नो लङ्गर क्लोज, अथवा मिल्थ्यौँ हामी, राम्रो साथी थियौँ तर अचेल धेरै कुरा हुँदैन भन्ने टाइप। हबिज एन्ड फ्री टाइमको अब अर्को कुरा गरौँ। पास टाइम भनेको त हामीले टाइम पास भन्छौँ नि, त्यही हो पास टाइम भनेको चाहिँ एक्चुअली होइन। अनवाइन्ड भनेको चाहिँ अब रेगुलरली भन्ने हो भने त कुनै कुरा खोल्नु हो, तर अब अनवाइन्ड भनेको चाहिँ आनन्दले बस्नु अब कामको सन्दर्भमा चाहिँ। अनि इन्थुजियाज भनेको अब कुनै कुराप्रति एकदमै गहिरो रुचि राख्ने होइन। अब त्यो यो त जहीँ पनि युज गर्न मिल्ने वर्ड हो कि। अब कुनै पनि कुराप्रति अब जस्तै हेरिटेज इन्थुजियाज भन्यो नि त, हेरिटेजहरूको बारेमा रहेछ भनेपछि। म्युजिक इन्थुजियाज भन्ने म्युजिकमा चाहिँ एकदम रुचि राख्छ भन्ने बुझ्नु। अब एउटा फ्रेजल भर्ब छ टेक अप भन्ने होइन। टेक अप भनेको चाहिँ कुनै कुरा गर्न थाल्नु, कुनै एक्टिभिटी। जस्तै अब म चाहिँ गिटार सिक्न थालेको छु भन्दाखेरि होइन, युज गर्ने कुनै नयाँ हबी युज के अरे सुरु गरेको छ भने युज हुने फ्रेजल भर्ब हो। लिजर टाइम भनेको अघि भने जस्तै पास टाइम जस्तै। अब्जर्भड इन भनेको एकदमै भनौँ न डुब्नु कुनै कुरामा, म त डुबेँ यार यसमा भन्ने हुन्छ नि। रिक्रिएसनल भनेको रमाइलोको लागि गरिने गतिविधि।
कलेक्टर्स आइटम भनेको चाहिँ अब अलि भ्याल्युड कुनै कुनै पनि प्रेसियस भनौँ न, कलेक्टर्स आइटम लेभलको सामान होइन, सङ्कलन गरेर राखिनुपर्ने लेभलको सामान होइन। अब अर्को टपिकमा जाऊँ, ट्राभल एन्ड प्लेसेस। ट्राभल एन्ड प्लेसेसमा छ अफ द बिटन ट्र्याक, यो इडियम हो। यो भनेको चाहिँ नयाँ ठाउँ, खासै मान्छेहरू नपुगेको ठाउँलाई चाहिँ अफ द बिटन ट्र्याक भन्छ इडियम। आई वेन्ट अफ द बिटन ट्र्याक भनेको म कुनै नयाँ ठाउँ गएको थिएँ। आई वान्टेड टु गो अफ द बिटन ट्र्याक भनेको म नयाँ ठाउँ जान चाहन्थेँ होइन, त्यस्तै। वा यो त कस्तो राम्रो रहेछ भनेको, ब्रेथ टेकिङ, एक्सट्रिमली ब्युटिफुल। अब ब्युटिफुल ब्युटिफुल ब्युटिफुल, गुड 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 यस्तो हामी धेरै युज गर्छौँ आइएलसी स्पिकिङमा, त्यस्तो इग्नोर गर्न चाहिँ यस्तो वर्डहरू युज गर्नु पऱ्यो। कल्चरल सक भनेको चाहिँ कुनै नयाँ ठाउँ जाँदाखेरि चाहिँ त्यहाँ उनीहरूको कल्चर हाम्रोसँग मिल्दैन अनि कम्प्लिटली नयाँ कुराहरू देख्न सकिन्छ। त्यो केसमा चाहिँ हामीलाई जुन अनौठोपन हुन्छ नि, एक्सपिरियन्स गरिन्छ, त्यसलाई नै कल्चर सक भनिन्छ। अब आइटिनरी भनेको चाहिँ अब तालिका, यहाँ जान्छु त्यहाँ जान्छु भन्ने एउटा तालिका हुन्छ नि, त्यसलाई। कस्मोपोलिटन भनेको चाहिँ अब काठमाडौँ जस्तो, अथवा काठमाडौँ नै भन्दा नि त्यो सबै धेरै थरीको मान्छेहरू, धेरै कल्चर भएको मान्छेहरू सबैजना आएर बस्छ नि होइन, धेरै खाले मान्छेहरू भएको ठाउँलाई कस्मोपोलिटन भन्छ। अझ स्पेसल्ली अब विदेशको यस्तो सहरहरू जहाँ चाहिँ संसारभरिकै अलग अलग, अब नेपालमै त अलिक भन्न नमिल्ला, नेपालमा पनि भन्न मिल्छ थोर बहुत, तर संसारभरिको मान्छेहरू बस्ने सहरहरू हुन्छ नि, त्यस्तो कस्मोपोलिटन। हस्पिटालिटी, अब हस्पिटालिटी भनेको त सत्कार। ल्यान्डमार्क भनेको अब बिल्डिङ, हाम्रो तररा जस्तो। वान्डरलस्ट भनेको चाहिँ अब घुम्ने, अब एकदम घुम्ने 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 खाली हुन्छ नि, घुम्ने त्यस्तो इच्छा भएको मान्छे, त्यस्तोलाई चाहिँ वान्डरलस्ट भन्छ। फुड एन्ड कल्चरमा स्टेपल फुड भनेको नियमित खाने खाना, हाम्रो दाल भात जस्तो, त्यसलाई चाहिँ स्टेपल फुड भनिन्छ अङ्ग्रेजीमा। डेलिकेसी भनेको मिठो खाना। माउथ वाटरिङ भनेको मुखभरि पानी आउने गरी मिठो होइन। कलनरी अब किचनसँग रिलेटेड। फ्युजन कुजिन भनेको चाहिँ डिफ्रेन्ट एलिमेन्टहरू कम्बाइन गरेर बनाएको, अथवा डिफ्रेन्ट स्टाइलहरू कम्बाइन गरेर बनाएको होइन। जस्तै अब नेपाली एन्ड कोरियन मिक्स हुन्छ नि, त्यस्तो त हुँदैन होला, तर भनौँ न डिफ्रेन्ट। अब होलसम भनेको चाहिँ एकदम गुड फर हेल्थ, प्रिजर्भ गर्नु भनेको संरक्षण गर्नु। अब कलनरी हेरिटेज भनेको अब खानाको पनि फुड प्र्याक्टिसहरू जुन हुन्छ त्यो त अब धेरै जेनेरेसनबाट पास भएको हुन्छ नि। हेरिटेज भनेकै अब धेरै जेनेरेसनहरूबाट पास भएर आएको चिज हो होइन। सो कलनरी हेरिटेज। अब लास्टमा छ हाम्रो सोसाइटी एन्ड सोसियल इस्युज। यसमा चाहिँ अब इनइक्वालिटी भनेको भेदभाव भयो होइन। अब भेदभाव भनेको अनेक किसिमको हुन्छ। अब अर्बनाइजेसन भनेको सहरीकरण, अब गाउँ सहरमा चेन्ज हुनु। जेनेरेसन ग्याप भनेको अब दुईवटा अलग उमेर समूहको बिचमा चाहिँ होइन, त्यो खाले सिमिलर सोच हुँदैन नि, एटिट्युड हुँदैन कुनै पनि कुराप्रति। अब बुवा आमाहरूको र हाम्रो जेनेरेसन भने जस्तो। सोसल कोहेसन भनेको अब सोसियल बन्ड कस्तो छ होइन। कोहेसन भनेको मिल्नु होइन। ओभरक्राउडेड धेरै मान्छे हुनु। मार्जिनलाइज भनेको पिछडिएका वर्ग, उत्पीडित जनसमुदाय भन्छ नि नेताहरूले, त्यो मार्जिनलाइज्ड। सीमान्तकृत सायद होइन। ग्रासरुट भनेको त अब एकदम के भन्ने, अब त्यो एकदम भुइँको होइन, ग्रासरुटको भुइँ मान्छे भने जस्तो। वेलफेयर भनेको हेल्थ, ह्याप्पिनेस अनि फाइनेन्सियल सपोर्ट दिनु कसैलाई आवश्यक भएकाहरूलाई। सो आजको भिडियोमा एउटा अर्को पनि छ साँच्चै, ओपिनियन एन्ड फङ्सनल ल्याङ्ग्वेज। अब जस्तै आर्ग्युएबली अब फ्रम माई पर्सपेक्टिभ, मेरो विचारमा अन द होल भनेको चाहिँ सामान्यतया भनेर बोल्नु पऱ्यो भने अन द होल होइन, टु सर्टेन एक्सटेन्ट, केही हदसम्म होइन। इट गोज विदाउट सेङ भनेको चाहिँ इडियम हो भने चाहिँ त्यो त भन्नै पर्दैन भन्ने जस्तो के त्यो पनि भनिराख्नुपर्छ र भन्ने जस्तो।
अब्भियस, कम्प्लिटली अब्भियस। अब प्ले द डेभिल्स एडभोकेट भनेको चाहिँ अब कुनै पनि कुरामा आफूले चाहिँ अपोज गर्नु, होइन? त्यहाँ डिबेट इन्करेज गर्नलाई, जस्तै अब कुराहरू नयाँ निस्कियोस् भन्नलाई गर्नेलाई चाहिँ प्ले द डेभिल्स एडभोकेट भन्छ। भनेको भइरहेको बहसमा चाहिँ विपरीत विचारहरू राखेर डिबेट गर्नु, प्ले द डेभिल्स एडभोकेट। अनडिनाएबली अब नकार्न नसकिने वे अप भनेको चाहिँ ल है विचार गरेर गर्नुपर्छ है भनेको चाहिँ त्यो ल है के हुन्छ, राम्रो छ नराम्रो छ विचार गरेर गर्नुपर्छ भन्छ नि, त्यसलाई चाहिँ अङ्ग्रेजीमा वे अप भनिन्छ। सो द्याट्स गन बी इट फर टुडे गाइस। अनि यस्तै भिडियोहरू चाहिँ म फेरि फेरि पनि बनाउँछु, नयाँ नयाँ वर्डहरू 12वटा क्याटेगोरीमा रहेर, सो द्याट वी क्यान ग्रेजुअली इम्प्रुभ आवर भोकेबुलरी है। सो द्याट्स अल, किप वाचिङ, थ्याङ्क यू।